हेलो साथीहरू, वेलकम छ। आज चाहिँ मेरो डे 2 मिनी भ्लग हो। आज चाहिँ दिदी बहिनी हामी दुईजना गफ गर्दै काममा जाँदै थियौँ अनि मैले चाहिँ भिडियो बनाउन सुरु गरेँ। अनि बुनुले चाहिँ तपाईँको त 0.5बाट नि भिडियो हुँदो रहेछ त भन्दै थियो। अनि म चाहिँ हुन्छ। अनि बुनुले चाहिँ राम्रो आउँछ त भन्दै थियो। मेरोमा चाहिँ राम्रो आउँदैन, ठिकै आउँछ भन्ने। अनि आजको मौसमहरू चाहिँ यस्तो थियो। बिहान चाहिँ पानी परिरहेको थियो अनि हामी जाने बेला चाहिँ खासै परेको थिएन। त्यही पनि हामी छाता बोकेर कामतिर गयौँ। अनि काममा गएर अनि यो बबल अनि यो फ्यानबाट चाहिँ खाँदै म चाहिँ यत्तिकै भिडियो बनाउँदै बसिरहेको थिएँ। अनि अरू कामहरू पनि धेरै थियो। अनि म चाहिँ काम गरेँ। एकदिन पछाडि चाहिँ बेबिना दिदी पनि आउनु भएको थियो। अनि म चाहिँ भिडियो बनाउँछु तपाईँको भन्दै थिएँ। अनि हुन्छ भन्नुभयो। अनि चाहिँ जिस्किरहनु भएको थियो क्या। अनि यो चुराको चाहिँ कसले कति माया गर्छ भनेर उहाँको नाम लिएर भाचायो भने चाहिँ देखाउँछ अरे भनेर उहाँले चाहिँ हाँस्दै भनिरहनु भएको थियो। अनि उहाँले चाहिँ हेर्नुभयो, मलाई त कसैले माया गर्दैन रहेछ भन्दै देखाइरहनु भएको थियो क्या। अनि यता दिदी चाहिँ मस्त गेम खेलिरहनु भएको थियो। मैले चाहिँ भिडियो गरिरहेको थिएँ, उहाँ हेरेर हाँस्नुभयो। अनि यता चाहिँ मौसम चाहिँ पानी पर्न लागिरहेको थियो। अनि यता हामी दुईजना चाहिँ मस्त गफ गरिरहेको थियौँ। गफ गर्दै बुनु चाहिँ खाजा पनि लिएर आइसकेको थियो। अनि हामी चाहिँ मोमो खानालाई यहाँ सधैँ यहाँ खान्थ्यौँ। अनि यहाँ चाहिँ सानो भएर हामी चाहिँ मासतिर गएर अनि भित्र गएर खायौँ। अनि भित्र सबै अनि बुनुले चाहिँ सबैलाई भाग लगाइदियो। अनि हामी चाहिँ जहिले एक्स्ट्रा झोल ल्याउँछौँ कि यसरी। अनि त्यहाँको अनि हामीले चाहिँ खायौँ। अनि हामीले चाहिँ मोमो खाइसकेपछि उसलाई जिस्काएको थियो। अनि उसले चाहिँ जिस्काउँदाखेरिको रियाक्सन चाहिँ यस्तै थियो साथीहरू, हेर्नुहोस्। तिमीले झारेको झार्नै म त यस्तो हुँदैन नि। के भन्छ अनि ऊ चाहिँ त्यहाँबाट उठेर गयो। हामीले जिस्काइदियौँ। अनि ऊ चाहिँ हाँस्दै भाग्यो यहाँबाट। अनि त्यसपछि हामी खाजा खाइसकेपछि चाहिँ हाम्रो कामहरू टुङ्नै थियो। अनि सामानहरू पनि भर्खर ल्याउनु भएको थियो क्या, दाइहरूले जानुभएको थियो। अनि दिदी चाहिँ वहाँ बसेर लेखिरहनु भएको थियो। म भने यहाँ भर्खर नयाँ आएको डिजाइनहरू देखाउँदै भिडियो गरिरहेको थिएँ। अनि उहाँ चाहिँ मस्त उता बिजी हुनुहुन्थ्यो। म चाहिँ यो अहिले राईहरूको औँसीको लागि सामानहरू ल्याउनु भएको थियो। अनि म चाहिँ हेर्दै जाने टाइम पनि भइसकेको थियो। म चाहिँ बेबिना दिदीलाई बाई बाई भनेर आएँ। तर आएपछि फेरि तर बोलाउनु भयो कि तिम्रो पैसा खाजाको पैसा चाहिँ लिएर जाऊ भन्नुभयो। अनि यो यसमै उडेर जाऊ भनेर हाँस्दै हुनुहुन्थ्यो। अनि म त यसमा त मलाई सक्दैन भने उहाँले चाहिँ पैसा चेन्ज गर्नु लगाएर अनि मलाई चाहिँ पैसा फिर्ता दिनुभयो उहाँले। अनि बुनु चाहिँ दिउँसै घर आउनु भएको थियो। उसको दाइ चाहिँ बिरामी थियो। अनि उसको दाइ हेर्नलाई उता कोटेश्वरतिर गएको थियो। अनि म चाहिँ एक्लै घर। अनि आजको भिडियो चाहिँ यति नै साथीहरू, बाई बाई।